नमस्कार, मेरो बुल युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। यस भिडियोमा चाहिँ हामी हाइड्रो पावर सेक्टर अन्तर्गत रहेको युनाइटेड मोदी हाइड्रो पावर लिमिटेड अर्थात युएमएचएल को एनालाइसिस गर्नेछौँ। प्राइस एक्सन र टेक्निकल इन्डिकेटरहरुको चाहिँ एनालाइसिसको आधारमा चाहिँ हामी यो स्टकमा चाहिँ सपोर्ट र रेजिस्टेन्सको जोनहरु हेर्नेछौँ भने नयाँ बाइङ गर्न चाहनेहरुका लागि चाहिँ बाइङको जोन र टार्गेटको बारेमा जानकारी दिनेछु। आउनुहोस् लागौं यो स्टकको एनालाइसिस तर्फ। यो स्टकलाई हेर्ने हो भने 372 को लेभलमा चाहिँ यो स्टकका लागि स्ट्रङ रेजिस्टेन्सको जोन रहेको थियो भने लोवर साइडतिर हेर्ने हो भने यो ट्रेन्ड लाइन चाहिँ यो स्टकका लागि चाहिँ सपोर्टको रूपमा काम गरिरहेको थियो। प्राइसले चाहिँ यो दुई पटकसम्म चाहिँ अप्पर साइडतिर ब्रेकआउट गर्ने कोसिस गरेको थियो भने प्राइस अप्पर साइडतिर ब्रेकआउट गर्न सकिरहेको थिएन र लोवर साइडतिर हेर्ने हो भने लोवर साइडतिर पनि प्राइसले चाहिँ यो दुई पटकसम्म यो सपोर्टको जोनमा आएको थियो र यतैबाट चाहिँ यो स्टकको प्राइस बढेको थियो र हेर्ने हो भने फेब्रुअरी 25 तिर चाहिँ यो स्टकको प्राइसले चाहिँ यो लेभलको यो ठुलो चार्ट प्याटर्नको चाहिँ ब्रेकआउट गरेको थियो र त्यसपछि हेर्ने हो भने यो स्टकले चाहिँ यो रिटेस्ट गरेको थियो र रिटेस्ट गरिसकेपछि निरन्तर रूपमा यो स्टकको प्राइस बढिरहेको छ र 447 को लेभलमा चाहिँ यो स्टकको कारोबार भइरहेको छ। यो स्टकमा चाहिँ केही टेक्निकल इन्डिकेटरहरुको पनि एनालाइसिस गर्नेछौँ। बोलिङ्गर ब्यान्ड हेर्छौँ भने यो स्टकको प्राइस चाहिँ बोलिङ्गर ब्यान्डको मिडल ब्यान्ड र अप्पर ब्यान्डको बीचमा रहेको छ जसले चाहिँ यसको प्राइस चाहिँ स्ट्रङ मोमेन्टममा छ भन्ने कुरा चाहिँ देखाएको छ। त्यस्तै गरी 50 र 100 दिनको मुभिङ एभरेजहरु हेर्ने हो भने यसको प्राइस चाहिँ यो दुईटै मुभिङ एभरेजको लाइनहरु भन्दा माथि रहेको छ जसले पनि पोजिटिभ संकेत दिएको छ। त्यस्तै यसमा चाहिँ एमएसिडी हेर्छौं भने एमएसिडी चाहिँ बढ्दो अवस्थामा रहेको छ। त्यस्तै गरी आरएसआई हेर्छौं भने आरएसआई चाहिँ 72 को लेभलमा रहेको छ। यसले पनि प्राइस चाहिँ स्ट्रङ मोमेन्टममा छ भन्ने कुरा चाहिँ देखाएको छ। त्यस्तै गरी एकुमुलेसन डिस्ट्रिब्युसन इन्डिकेटर हेर्छौं भने यो पनि बढ्दो अवस्थामा रहेको छ। यसरी इन्डिकेटरहरुको एनालाइसिस हेर्ने हो भने यो स्टकमा चाहिँ पोजिटिभ सेन्टिमेन्ट नै बढी देखिएको छ। यो स्टकको प्राइसलाई हेर्ने हो भने 447 देखि 420 को लेभलको बीचमा चाहिँ यो स्टक चाहिँ साइडवेज अवस्थामा रहेको छ। यसमा चाहिँ पहिले नै बाइङ गरिसक्नु भएकोहरुले चाहिँ अहिलेको समयमा चाहिँ सेल गर्नुभन्दा चाहिँ होल्ड गर्नु नै राम्रो देखिन्छ भने यसमा चाहिँ नयाँ बाइङ गर्न चाहनेहरुले पनि यदि यो स्टकको प्राइसले चाहिँ 447 को यो रेजिस्टेन्सको जोनलाई चाहिँ ब्रेकआउट गर्छ त्यसपछि यसमा चाहिँ इन्ट्रीका लागि हेर्न सकिनेछ र यो स्टकको लागि चाहिँ टार्गेट भनेको 603 को लेभलको रहनेछ। हस्त स्टक एनालाइसिस सम्बन्धीको आजको भिडियो यति नै। यदि भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।